हाई एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। अनि सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु। अनि मैले चाहिँ आफ्नो काम सकाएँ, मेरो चाहिँ आज काम थियो हो। अनि 8 आवरको ड्युटी सकाएर अहिले चाहिँ कतै घुम्न जाउँ भनेर म मेरो फ्यामिली साथीहरू सबैजना चाहिँ अनि जान लागेको हो। अनि हामी कहाँ जाँदैछौँ सबै कुराहरू तपाईँहरूलाई देखाउने छु। स्टिल हामीलाई के पनि आइडिया छैन हामी कता जाँदैछौँ भनेर। त्यही पनि लेट्स सी गाइस, उहाँले जता जता लानुहुन्छ हामी त्यतै त्यतै जानेछौँ। इन्जोय द भ्लग। हामी चाहिँ यहाँबाट अब निस्केको अनि म यहाँको भ्यूहरू तपाईँहरूलाई देखाउने छु। अनि यहाँ चाहिँ प्राय चैतिखेर पनि पानी परिरहेको हुन्छ, मौसमको यति पनि भरै हुँदैन, कहिले के हुन्छ। यो चाहिँ हामी बस्ने घरको बाटो हो। हेलो, ह्याप्पी न्यू इयर। स्पिड गाइज। अनि हामी चाहिँ अहिले रबतमा चाहिँ जान लागेको। अनि हाम्रो लोकेसन चाहिँ त्यता रे। अनि उहाँहरू चाहिँ के अरे पुगिसक्नु भयो, हामी चाहिँ अलिकति ढिलो भयो। अनि हामी चाहिँ जाँदैछौँ। यहाँ हेर्नु यस्तो सुनसान छ जग्गा चाहिँ, अनि जाँदैछ। अनि सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि मेरो चाहिँ सब्सक्राइबर 188 पुगेको छ, अनि एकदमै धेरै थ्याङ्कफुल छु। अझ यसरी नै साथ दिनु होला, माया गर्नु होला। अनि सायद हाम्रो लोकेसन चाहिँ अब आइपुग्नै आँटेको होला। अनि अझ यो त एमदिनाको नि। अनि यो चाहिँ एमदिना हो। यो पनि राम्रो छ जग्गा चाहिँ, घुम्न मिल्ने एउटा घुम्ने ठाउँ नै हो। अनि एकदमै सुनसान छ यो जग्गा चाहिँ, तपाईँले हेर्न सक्नुहुन्छ। अनि हरियाली, तर क्यामेरामा चाहिँ अलि हरियाली देखाएको छैन, अलि अर्कै देखाइरहेको छ। तर हाम्रो हेर्ने नजरिया चाहिँ अलि अर्कै छ, अलि हरियाली रहेछ यहाँतिर चाहिँ। अनि सुनसान। अनि यो ठाउँमा चाहिँ कहाँ जाने हो सर? अनि यहाँ हेर्नुहोस् एकान्त बाटो। मलाई चाहिँ जहाँसम्म लाग्छ तपाईँले लोकेसन अर्को गरे जस्तो लाग्यो है। मलाई सन्तोष ब्रदरले यही दिएको बेबी हैन। मलाई चाहिँ किनभने तपाईँले एकचोटि मिस्टेक नगरिकन तपाईँ त्यो ठाउँ पुग्दैन। ओके हो, तपाईँले एकचोटि मिस्टेक नगरिकन हामी त्यो लोकेसनमा कहिले पनि पुग्दैन। अनि त्यो चुच्चोमा जान लाग्यो क्या। साथीहरू हेर्न सक्नुहुन्छ, एकदमै राम्रो भ्यू छ यहाँबाट चाहिँ। गोजु जाने बाटो नि यस्तै होला। सानो छ। यो पुरा खोलिदिनु ब्रो, म पुरा भिडियो बनाउँछु। एकछिन त 5-10 मिनट त के हुँदैन हौ। बाटो चाहिँ एकदमै के अरे राम्रो छ हो। अनि एकदमै खुसी लाग्यो, जस राम्रो ठाउँ रहेछ साथीहरू। अनि हामी चाहिँ हिँड्दैछौँ, होइन रहेछ उहाँहरूको चाहिँ यो। अनि हामी चाहिँ अब फेरि तल तल जाँदैछौँ। अनि ठ्याक्क समुद्रकै नजिक रहेछ, एकदमै राम्रो रमाइलो रहेछ ठाउँ। जस वर्थ इट लाग्यो मलाई चाहिँ। ओ तिनीहरू हो क्या हो। कस्तो राम्रो ठाउँ नि। तिमीले भने जस्तो यहाँ चाहिँ one mistake game finish baby। त्यस्तो रहेछ। अनि ठाउँ पनि एकदम राम्रो रहेछ नि त। यहाँ त हरियाली।
यो भिडियो कस्तो हुँदैछ त्यो मलाई थाहा छैन, तर पनि म बनाउने कोसिस गर्दैछु। गाइस तपाईँले हेर्न सक्नुहुन्छ इन्द्रेणी, यो चाहिँ हेर्नुहोस् अलिअलि देखा पर्यो रहेछ बल्ल होइन। अनि एकदमै चिसो हावा चलिरहेको छ। त्यहाँ जस्तो लाग्यो उ त्यहाँ त्यहाँसम्म हिँडेर जाउँ न, यहीँ राखेर आऊ। गाडी त्यहीँ राख्ने हो कि यता हो? अनि यहीँ रहेछ हाम्रो लोकेसन चाहिँ। अनि एकदम चिसो हावा चलिरहेको छ साथीहरू, मलाई चाहिँ एकदमै रमाइलो लागेको छ फेरि। अनि यहाँ ओहो मेरो त एलर्जीले मार्छ त, यो मलाई चाहिँ चिसो हुनुहुन्न साथीहरू, एलर्जी एकदम लाग्छ मलाई चाहिँ चिसोको छ। अनि मैले चाहिँ दादा यहीँ ठिक छ गाडी। अनि हामी चाहिँ अहिले जान आँटेको। मैले पछाडि किन ह्याप्पी न्यू इयर जय मासी। अनि हाम्रो सन्तोष ब्रदर होइसिन्छ। हेलो हेलो जय मासी। कस्तो राम्रो ठाउँ नाइ, कस्तो राम्रो लाग्यो कि ठाउँ। अनि दाइको गाडी हो, अनि बाटो यही नै हो। अनि यता तल समुद्र, छेउ मैले पछाडि लिएर आउनु पर्ने रहेछ होइन। अनि मैले चाहिँ फोकस गरेँ मेरो फेसमा चाहिँ। अनि काम लाग्दा त दामी हुन्छ जस्तो लाग्यो। तपाईँहरूले हामीलाई किन नभने पहिल्यै? यस्तो यस्तो ठाउँ नै छ भनेर कि अहिलेको होइन कि पहिला त। अनि टन्नै छ हो चर्चको सबै युथहरू छ क्या, चर्चको सबै युथहरू क्या। जाडो भयो कि त अब चाहिँ त्यस्तो छ है। क्याप्टेनले भन्छ कसलाई के बनाउने, दुईटा ग्रुपले डिसाइड गर्छ नि। सुन्दरता यसलाई बनाउने प्रभुको मान्यता, धनी र गरिब दुवै मिलेर
भिडियो सर्टमा हैन अलिकति स्पिरिट टाइपको काम न अलिकति जोसिलो के झडक्क जाडो छ अट्टी गरेर आछि दिनु भएन अरु चाहिँ अरु आउला कति मारे यो शान्ति सुरक्षा प्रेमको कहानी अब जाऊ सुनाउँदै अब जाऊ सुनाउँदै अब जाऊ सुनाउँदै अब जाऊ सुनाउँदै हजुर ओभर रहेछ मेचीदेखि महाकाली हो मेचीदेखि महाकाली लल्ला 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 ला लैबरी लैबरी लै 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 लल्ला 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 ला लैबरी लैबरी लै 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 बतासैले उडाइ लगेछ Buddy, lay, buddy, lay. La 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 la. La 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 la. Lay, buddy, lay, buddy, lay. La 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 la. Hey hey. La 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 la. आफ्नो ठान्नुभयो प्रेमीलाई प्रेम गर्नुभयो गाइस हामी चाहिँ रमाइलो गर्दा गर्दा पानी चाहिँ पर्यो हो अनि किनभने यहाँको मौसमको भर पनि हुँदैन अनि यहाँ हेर्नुहोस् यस्तो टाइपको छ हो सबै अनि जग्गा एकदमै राम्रो छ अनि मलाई चाहिँ थाहा थिएन हामी यति धेरैजना छौँ भनेर तर एकदमै राम्रो लाग्यो रमाइलो लाग्यो न्यु इयरमा यसरी सबैजना युद्धहरूसँगै भेला भयो अनि उहाँहरू चाहिँ सबैजना चाहिँ के अरे चर्चको मेम्बर हुनुहुन्छ अनि कम त मेरो प्यारो मान्छे हस्बेन्ड यस्तो चिसो छ साथीहरू अनि पानी पर्यो अनि हामी चाहिँ अर्कै लोकेसनमा भन्नाले गाडी छेउमै जान आँटेको अनि हेर्नु यहाँ कसै यहाँ मैले धन्न यो टु व्हिल लाएर चाहिँ एकदम चिसो छ हिमालकै तल बसेको छ तर हिउँ पर्दैन यहाँ तर पनि हिउँमै भएको जस्तो अनि आल्बे तपाईँहरूलाई चाहिँ कतिको रमाइलो कस्तो कतिको एक्साइटेड हुँदैछ मलाई थाहा छैन तर पर्सनली चाहिँ एकदमै धेरै खुसी लाग्यो किनभने यसरी ग्रुपमा भएर हिँड्दा चाहिँ अति नै राम्रो लाग्छ एकदम मजा पनि आउँछ हो अनि त्यही माथि आफ्नो प्यारो साथी यहाँ छ अनि मलाई चाहिँ साथीहरू मेरो बुढा भएपछि अरू कोही पनि चाहिँदैन वास्तवमा एकदमै रियालिटी कुरा चाहिँ यही हो किनभने अनि म चाहिँ 5 वर्ष भयो मेरो मैले विवाह गरेको अनि 5 साल हुन आँट्यो यो फाल्गुनमा चाहिँ 5 इयर्स हुन्छ अनि एकचोटि नै उहाँसँग छुट्टिने भनेकै उहाँ यहीँ विदेशमा आएर छुटेको हो नि त अनि यति धेरै साथ दिनुहुन्छ नि मेरो हस्बेन्डले अनि मेरो लागि एकदमै प्रेसियस गिफ्ट भनेको चाहिँ परमेश्वरले चाहिँ मेरो हस्बेन्ड दिनुभयो म हजुरको बारेमा डिस्क्राइब गर्दैछु अनि हो कि अनि त्यही भएर चाहिँ अनि पहिले बचपनदेखि त्यति साह्रो साथी बनाएर हिँड्ने त्यस्तो टाइपको कहिले पनि भएन त्यही भएर साथी छुइनँ मेरो हस्बेन्ड हो मेरो आल्बी मेरो सबै थोक भन्न मिल्दैन अनि म तपाईँहरूलाई चाहिँ भ्यू देखाउँछु अनि हामी समुद्र यहाँ छ म यसरी गर्नु म यसरी हिँडेर तपाईँ बोल्छु कि हजुर गर्नु अनि यो चाहिँ हाम्रो दाइको गाडी हो अनि मलाई चाहिँ यहाँ चाहिँ मेन कुरा चाहिँ केमा खुसी लागेको भन्दाखेरि हामीलाई चाहिँ त्यति साह्रो विदेशको जस्तो फिल हुँदैन क्या किनभने सबैजना दाइहरूले यति धेरै सपोर्ट गर्नुहुन्छ कहीँ गयो भने चाहिँ दाइ यता आउनु न भनेर बोलाइहाल्छ अनि उहाँ आउनुहुन्छ अनि लिएर जानुहुन्छ क्या गाडीमै नेपालमा जस्तै छ क्या यहाँ पनि त्यही बाइक छैन तर सबैजनाको गाडी सबैजनाको गाडी काट्छ नि त अनि त्यही भएर त्यसमा सजिलो हुन्छ अनि पानी दन्क्यो
समुद्र यहाँ छ समुद्रको माथि म छु साथीहरू दामी है यस तर अलि अँध्यारो भयो नि ए आउँछ नि हौ तपाईँहरू कतिखेर गाए सबै रमाइलो गऱ्यौँ यताउरि पनि गऱ्यौँ हो अनि एकदमै धेरै रमाइलो भयो अनि पछाडि चाहिँ अँध्यारो भएको कारणले गर्दा मैले भिडियो इन गर्न चाहिँ पाएन हो तपाईँले हेर्न सक्नुहुन्छ यस्तो अँध्यारो भयो नि त अनि हामीले त खायौँ नाच्यौँ त्यो चाहिँ हामीले चाहिँ गर्न पाएन त्यसको लागि चाहिँ सो सरी गाइज अनि धेरै धेरै धन्यवाद अनि म मेरो भिडियोलाई चाहिँ यहीँ इन्ड गर्न चाहन्छु इफ हजुरहरूलाई मनपर्छ भने लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला थ्याङ्क यू बाई बाई